सबैजनालाई हेर्नुहोस् है यस्तो यस्तो खतरा भइरहेको छ। ल हेर्नुहोस् भित्रबाट के झिकेर ल्याइरहेको छ। ल हेर्नुहोस् नौकाले भित्रबाट हेर्नुहोस् बढी के ल्याइरहेको छ। ल हेर्नुहोस् यहाँ त्यो भागवटिनीमा ल हेर्नुहोस् त यहाँ रक्सीहरू के ल्याइरहेको छ। ल हेर्नुहोस् त यहाँ रक्सीहरू। ल हामी हेर्न सक्छौँ यहाँनिर सरकारी गाडी जलिरहेको हामी हेर्न सक्छौँ। ओ माई गॉड के भयो? यहाँबाट नारा लगाइरहेका छन् र हामी देख्न सक्छौँ। ओ माई गॉड अटोमेटिक हर्न बजिरहेको छ। यसको ड्राइभर त छैन, कतै निकालो। हुन त ध्वस्त भइसक्यो होला। खासमा हामीलाई चाहिएको चाहिँ के हो? राजतन्त्र चाहिएको हो वा गणतन्त्र चाहिएको हो? खासमा भन्नुपर्दा नेपाली जनतालाई, आम नेपाली जनतालाई कुनै पनि तन्त्रसँग चासो छैन। हामीलाई त केवल सुशासन तन्त्र चाहिएको छ, विकास चाहिएको छ, प्रगति चाहिएको छ अनि शान्ति चाहिएको छ। 10-12 वर्ष अगाडि नेपालको सडकहरूमा टायर बल्थे, सार्वजनिक सम्पत्ति तोडफोड हुन्थे र आज धेरै पछि काठमाडौँ 3 कुने क्षेत्रमा त्यस्तै दृश्य देखिएको छ। सरकारी संरचनाहरूमा आगजनी गरिएको छ, निजी सम्पत्ति तोडफोड भएको छ, गाडीहरूमा पनि आगजनी भएको छ। र यो सबै कुरा चाहिँ राजा चाहिन्छ, देशमा राजाले मात्रै विकास गर्न सक्छन् भन्ने मान्छेहरूले गरेका हुन्। के राजतन्त्र यसै गरी आउँछ होला त? नेपालको संविधानले, नेपालको संसदले स्पष्ट व्यवस्था गरेको छ। जनताको मत जितेर संसदमा जाने 2/3 बहुमत भएको त्यो पार्टीले वा त्यो विचारधारा बोक्ने समूहले नै नेपालको संविधान परिवर्तन गर्न सक्छ। साँच्चै नै राजावादीहरूले देशमा राजा नै ल्याउने हो भने पहिला जनताको मन जित्नु पर्यो, जनजनको मनमा राजाको फोटो टास्न सक्नु पर्यो। अनि अब त चुनाव पनि छिटै आउँदैछ के रे, आम निर्वाचनमा गएर जनताको मत जितेर राजावादीहरू संसदमा जानु पर्यो अनि संसदबाट अहिलेको संविधान परिवर्तन गर्नु पर्यो। त्यसका लागि फेरि यसरी सडकमा तोडफोड गरेर, हुल हुज्जत गरेर, सरकारी सम्पत्ति तोडफोड गरेर, आगजनी गरेर केही हुनेवाला छैन। जनताको मन जित्नुपर्छ र आजको व्यवहारले जनताको मन जित्ने भन्दा पनि मन कुँडिएको छ। हामी जस्ता लाखौं युवा विदेशबाट आज काठमाडौँको यो दृश्य हेर्दा, काठमाडौँको सडक रणभूमि बनिरहेको देख्दा पक्कै पनि हामी सबैको मन कटक्क खाएको छ। हो, गणतन्त्रमा पछिल्ला वर्षहरूमा प्रगति भन्दा दुर्गति बढी देखिएका छन्। केही मुट्ठी भरका नेताहरूले शासन सत्ता चलाइरहेका छन्, उनीहरू भुँडी भरिरहेका छन्, सुशासनलाई उनीहरूले व्यवस्था गरिरहेका छन्, भ्रष्टाचार चरम भएको छ। हरेक दिन जस्तो हजारौं युवाले देश छोडिरहेका छन्, देशभित्र बेरोजगारी बढिरहेको छ र आम नागरिकमा यी बुढापाका नेताहरूप्रति वितृष्णा आएको छ। तर अब त्यो वितृष्णा हटाउनका लागि, सच्चिनका लागि आजको यो घटना र केही महिनादेखि निरन्तर राजावादीहरूको जुन खालको आन्दोलन प्रदर्शन भइरहेको छ, त्यसले पनि यी गणतन्त्रवादी पुराना नेताहरूलाई झस्काउनुपर्छ।